यस्तो वन जङ्गलमा हेर्नु न चोरी खालेपछि मजाले कता जाने भाइ झार कता रे झार कता रे के बोले भाइ भल्ला अनि के तल पनि झार दिनुहुन्छ मेरो अर्को नयाँ भिडियोमा तपाईँहरूलाई अझै अझै हाम्रो छुट्टीमा हामी चाहिँ यसो काम गरेर जानु सर कता हो भने सागरदेखि सागर सर कार्की सर किरण सर लेलिम सर अनि म चाहिँ सागर सरको कमान्डिङमा हामी घुम्नु त नभन्नु काम गरेर दिलीप सर अझै हामी सागर सरको र दिलीप सरको साउको छुट्टीको दिनमा यसो काम गर्न जानु लाग्यो पार्ट टाइम काम मुहान भन्ने ठाउँमा चाहिँ यहाँबाट खै कति लाग्छ गाडीमा हिँडिसक्यो बिहान सानै बिहान खाजासाजा तालिम गरेर फ्रेस गरेर हिँड्छ छुट्टीको दिनमा यतिकै के बस्नु यसो सल्लाह सरसल्लाहले हामी एकदम निराशमा एकदम रिसावस्था छ होइन कि हिजो हामी गेम हारेर रिसा त होइन नि कारी सर ए बोल्नै भएन है हामी सर जाँदैछौँ है टक्क मुहानतिर जाँदैछौँ हाम्रो साजनिमको लगभग यहाँबाट खै कति घन्टाको यात्रा हो हामी काम गर्ने ठाउँमा पुगेपछि हामी पनि आज नेपालमा चाहिँ के नौलो चाहिँ होइन नेपालमा अब धान काट्ने गर्ने एग्रिकल्चरको काम गर्ने बानी हामी खासै नौलो चाहिँ होइन तर कोरियामा चाहिँ हाम्रो लागि एकदम नौलो जस्तो छ है हजुर फाइनली गाइज हामी आइपुग्यो लगभग 1 घन्टाको सफरमा हामी साउजीको फार्म हाउसमा आइपुगेपछि के बोक्नुपर्छ मैले ढोका लगाइदिनु नि त आफै लाग्छ ल हामी हो टाढाबाट हो कोही छैन है भ्लग स्टार्ट गरिसक्यो अब सर हामी मुहानको नजिकै आइपुग्यौँ अस्ति 2-3 महिना अगाडि यहाँ मुहान इन्टरनेसनल एयरपोर्टमा त्यो प्लेन चिप्लेर दुर्घटना भएको थियो त्यो पनि यही नजिकै पर्दैछ नजिकै रहेछ अहिले त्यो एयरपोर्ट बन्द अरे सागर सर के 1-2 शब्द जाओस् न के भन्नुहुन्छ हजुर फिलिङ एक्साइटेड हो कार्की सरले के 1-2 शब्द भनिदिनुहोस् आजको लागि बेल्छ चाहिँ छैन
हेत्ते झारू खाल्न भन्नु न हेत्ते कस्तो तपाईले भित्रै आउनु यही हो काम गर्ने ओहो यो भन्दा कस्तो आधुनिक पाराले अङ्गुरको पुरै तापक्रम सहित है भित्र है यी अङ्गुरको पुरै कस्तो राम्रो व्यवस्था फल्न चाहिँ ला रहेछ यही फल्ने बेलामा पुरै सिस्टम है कस्तो सिस्टमेटिक है तङ्ग पऱ्यो म त यार सिसी क्यामेरा त्यो उताबाट उतासम्म गर्नुभन्दा पहिला चाहिँ हामी टक्क कफी खानु पर्यो कफी बन्दैछ हाम्रो दिलीप सर र सागर सरले एकदम मिहिनेत गर्दै हुनुहुन्छ प्लास्टिक तान्ने काम भइरहेको यहाँ हावा फाल्नलाई हो यो प्लास्टिकमा पुरै हावा आउँदो रहेछ किन के हुँदैन काम गर्न के को लाज हो होइन चोरेर खायो होइन मागेर खायो हो यो प्लास्टिक तान्दो रहेछ यो प्लास्टिकलाई चाहिँ हावा हाल्दो रहेछ पुरै हावा फाल्दो रहेछ र हामी पुरै भिडिसकेको छौँ होइन केटाहरू उता चाहिँ भर्खर झ्याल्दै रहेछ उताको चाहिँ फलिसक्यो यहाँ नि फलिसक्यो सक्छ चाहिँ कति रहर लाग्दो हुन्छ होला हावा आयो हावा आयो आयो हो यही झाराहरू हामीले उखालिएर क्लियर गर्ने हो यो सबै क्लियर गर्ने यो झाराहरू यो फुलको झाराहरू छ नि हो यही झाराहरू हामीले फाल्ने कस्तो मजाले हावा फाल्यो पछि त यता नि एक धुप्पै 3-4 केजी भयो जाम खालीसम्म हामी मजा आइरहेको दिलीप सर चाहिँ एकदम थाके जस्तो फिल भइरहेको मलाई दिलीप सर ओहो कत्रो हो यो झार त हजुर कार्की सर दिलीप सर रेजिम सर किरण सर कस्तो हामी क्लियर गर्दैछौँ अनि यो काम एकदम इजी छ तर अलिकति गर्मी चाहिँ फिल भइरहेको हामीलाई यो त गाउँतिर भैँसीले यस्तो मजाले चपाउँछ कि यार हेर्नु त दिलीप सर कहाँ हो तपाईँ सन्चै हुनुहुन्छ नि के हो हामी अगाडि अलिकति अगाडि बढ्यो हो यतापट्टि हो ल ल केटाहरू अलिक पछि चाहिँ हामी चाहिँ अलिकति अगाडि बढेछ ओभरट्याकै हानेछ नि हामीले हाम्रो छुट्टी त एकदम रमाइलो बितिरह कोरियामा आएर पनि ल अनि फलामको काम गर्ने मान्छे एक्कासी यो अङ्गुरको झाडीमा आएर झारू खोल्न चाहिँ एकदमै आनन्द भयो कार्की सर कता हुनुहुन्छ खोइ कता देख्दै देख्दैन कता लुक्नु भयो कार्की सर कार्कीले भर्यो क्या यहाँ सकेसम्म जरा निकाल्ने अब जरा आएन भने छुटाइदिनु हुन्छ प्लास्टिक बेर्दा थाकिसक्यो पुरै प्लास्टिक बेरेर एक ठाउँमा राख्नुपर्छ अनि मात्रै झाडा गर्ने काम स्टार्ट हुनुपर्छ उताको एक लट भइसक्यो उताको लट सागर सर कता हो तपाईँ
पानी लिन हो थ्यात्तेरी यो चाहिँ हावा दिनको लागि प्लास्टिक रहेछ है यो पुरै 1 स्टेप 2 स्टेपमा पुरै हावा दिँदो रहेछ यहाँ मान्छे थ्यात्तेरी कता हरायो मान्छे यार तिर्खाले मर्नु लाग्यो मान्छे तिर्खा लगाएर यहाँ मर्नु लागेपछि त्यति ठुलो झ्याङ पनि आएन तर अङ्गुर फल्नलाई सुरु भइसक्यो कि हरेक डालामा अङ्गुर फल्न सुरु भइसक्यो केटाले पानी खाँदैन कता जाँदै भाइ झार कता रे ए भल्ला अलिक तल पनि झार दिनुहुन्छ ल ल सागर सरले केटालाई दियो पानी कसैको मारे पसिना पैसालाई तर काम गर्न चाहिँ एकदम रमाइलो भइरहेको स्पिकर नि पुरै ठाउँ ठाउँमा हुँदैछ त्यहाँ है है गरेन त म त ट्युटी त्यतिकै हिँड्थ्यो झाडु ला जस्तो त गर्नु पर्दैन होला है गाडी सर तपाईँले झाडी ला जस्तै गर्नु भएको त उसले सबै सफा गर्दो रहेछ है रिम्सले कस्तो मजाले गर्नु भयो हो दिलीप सर कता हो खोइ हो र ए दिलीप सरको ड्युटी चेन्ज भइसक्यो ऊ झार उठाउनेमा हिँडिसकेछ केटो जाउँ हामी हाम्रो नेक्स्ट स्टेप सागर सर उता नेक्स्ट स्टेप हो त हामी यत्रो उखालिसक्यो त्यो कुनाबाट यहाँसम्म अहिले उठाउँछ भने यो त उठाउँछ हामी झार उखाल्ने काम गर्ने कि उठाउन त अहिले उठाइहाल्छ जसले नि हामी उठाउँला यो एकचोटि लगाएपछि कति वर्षसम्म हुन्छ हो सागर सर 40 वर्ष यो फलेको फले करोड फल्छ यहाँ करोड करोड यता छिरम यहाँ छिरम ए यहाँबाट चाहिँ फेरि प्लास्टिक बेर्नु पर्ने अवस्था भइसक्यो हो यो प्लास्टिकहरू सब बेर्नुपर्छ गोर्खेहरू एकदम मस्त अङ्गुरबारीतिर दर्याम दर्याम गर्दैछ है यो हान्ने ल ल तपाईँ यता छिर्नु म यहाँ छिर्छु कहाँ त्यहाँ किरण सर आउँदो रहेछ किरण सर कहाँ छिर्नु लानुभयो हो म यहाँ छिर्ने त तपाईँहरू दुईजना बेरु त हामी ल्याम्की ल्याम्बु खान्छौँ हुँदैन तपाईँहरू प्लास्टिक बेर जानु ऊ त्यहाँ यहीँ छ लट्ठी लट्ठी जहाँ पायो त्यहीँ फाल्नु हो यो प्लास्टिकहरू पुरै बेर्नु चोरी खालेपछि मजाले खालिन्छ कि चाहिँ यो अङ्गको सानो रहेछ यसको चाहिँ ए त्यही सजिलो हुँदछ नि त यो कता हो जो जो भित्र पानी हो सर ल्याउनु के भयो ल है झार यसरी फाल्दो रहेछ ल है पानी खाऊ यसो एकछिन
ए कुकुरहरू कस्तो मजाले बसिरहेको छ। ल गाइस ल पानी खाने ब्रेक गरे। पानी जमाउनु पर्यो नि यो पनि फेरि खेत रोप्ने बेला हुन आँट्यो नि त। गाइस अब फेरि हामी एकछिन ब्रेक बसेर फेरि सुरु भयो। अब बस्लिनु फेरि दिलीप सर उता ठेला पनि हो तपाईँ? मोबाइल लिएर गयो नि आउनु। दिलीप सर कता हो तपाईँ? ठेलातिर ल ल बिस्तारै झाडु नि मार्नु पर्ने हो र? झाडु नि मार्नु पर्ने हो र? झाडु ए ल बिस्तारै गर्नु हामी नि सकेर त्यो त आइहाल्यो। अनि कार्की सर कस्तो फिल भइरहेको तपाईँलाई? जहिले समुद्रतिर काम गर्ने बानी होइन, आज यहाँ फिलिङ्स कस्तो भइरहेको? छोआयो हो के पनि यो जारहरू सब सखा पारेर पनि हामीले यो लगभग 1 घन्टामा भ्याउँछ होला। यो भ्याएर फेरि अर्को फार्म अङ्गुर फार्ममा पनि भ्याउने टार्गेटमा छौँ हामी है गाइस। यो झार त सजिलै हुन्छ, यो चाहिँ अर्को चाहिँ अप्ठ्यारो हुन्छ क्या अलि। फेरि झाडु खोल्नतिर लागिहाल्यो अब। सागर सरले सुरु गरिसक्नु भयो छिटो गुलिहाल्ने ल हो र? ल सुरु गरिहाल्नु नि त। यो चाहिँ एकदम सजिलो हुन्छ। यो त इजी यस्तो हातले यस्तो गरे हुन्छ। यो त फेरि इलिगल हो नि यो काम, हामीले गर्न पाउँदैन नि होइन। यो त साउको हो। अब साउले जे भन्यो ऊ बेथु साग पनि रहेछ त, त्यो त खान मिल्छ नि त यो साग त होइन र? बेथु सागी कहाँ हो? उतै छ मेलो हाम्रो। रेली सर यता आउनुहोस्। अहिले गीत नि बन्द भयो यार। यस्तो आधुनिक प्रकारको अङ्गुर खेती नेपालमा पनि कसरी सम्भव होला त? के आइडिया छ त लेलिम सरलाई? यस्तो आधुनिक प्रकारको अङ्गुर खेतीको लागि नेपालमा कसरी? त्यो त सिक्नु पर्यो यो कसरी हुन्छ होइन? यो त सिक्न धेरै आवश्यक छ। यो त यसको बृहत खेती चाहिँ अब आजबाट सुरुवाती गरिएको छ। यसलाई चाहिँ पुरै निष्क्रिय गर्दैन क्या इन्डियाको खाद्य नभए चाहिँ। हेर त यत्रो अङ्गुरले त काट्नु के भन्नुहुन्छ हजुर? यसको आइडियाहरू तरिकाहरू एकदम तरिकाले सिकेर हामीले, तर हामीले सिक्ने चान्स चाहिँ त्यति पाउँदैन हामी। अब म्यानुफ्याक्चरमा आएको मान्छे, एग्रीको मान्छेहरूले चाहिँ यो एकदम केही आइडियाहरू गर्नु पर्यो। यो प्रविधिले चाहिँ नेपालमा एकदम तुरुन्तको तुरुन्त हो नि। ल यस्तै छ गाइस। 2-4 वर्ष चाहिँ फलगास नगर्ने हो। अब कति वर्ष लाग्छ यो ठुलो हुने? टाइम लाग्छ नि। छोड्नु पर्यो त्यसपछि वर्षपछि आइरहेको छ। तर 40 वर्षसम्म टिक्छ अरे एउटै बोट होइन यो। नेपालमा कस्तो हुन्छ नि गर्नी घर लाने भन्ने त्यही त नि। छिटो लगानी गर्ने बित्तिकै उनीहरूलाई फाइदा चाहियो हाम्रो नेपाली बानी होइन? त्यस्तो होइन। यसको लागि त निकै वर्ष यो बोट उयो गर्नुसम्म निकै कुर्नु पर्छ। हेर्नु त कसरी लानु भएको।
रोप्ने बित्तिकै फल्दैन यसलाई धेरै धैर्यता चाहिन्छ भएर म घर चितवनमा खोल्नु पर्छ अब ओ चितवनतिर ठिक होला पुरै अङ्गुर फार्म अब हाम्रो योजना चाहिँ त्यतातिर जाने हो खोइ दिलीप सर आउनु भयो नि त ल लन्च टाइम भयो हाम्रो आयो मेरो लागि पनि आइस कफी थ्याङ्क यू सागर सर कहाँ यो घुसाउने ल खाएँ ल गाइस ठीक है कुन हो बाख्राले यो लरो यो यस्तो मनपर्छ है मान्छेले नै खाने ए यस्तो गरेर खान्छ कति राम्रो छ कुन जर्मन सेपर उयो त्यसै जर्मन सेपर कस्तो उफ्रिने यार कार्की सर कता जानुभयो है हामी अब ब्याक टु वर्क भइसक्यो ल आउनुहोस् आउनुहोस् पन्जा लिएर आउनु न ल गाइस हामीले झार उखालेपछिको दृश्य हेर्नुहोस् कति सफा चिटिक्का देखिसक्यो यहाँ चाहिँ सक्यो अब अर्को ठाउँमा जानुपर्ने अरे फेरि त्यहाँ चाहिँ यो जत्रो चाहिँ छैन अरे अलिकति सानो छ अरे आउनु के भयो पसिनै तरार भयो त हेर्नु त एकछिन खाना खाएर अलिकति गाह्रो फिल भएको थियो गाइस नम्बर ए मिसन सकेर मिसन टुरतिर जाँदैछु के जाडो भयो क्या कार्की सर कता हुनुहुन्छ हाम्रो लेलिप सर सागर सर कता लुक्नुभयो तपाईँ एग्रिकल्चर फिल्ड पुरै टुर हानेको होइन राम्रो कस्तो दामी देखेको छ लसुन प्याज त गाउँ पो रहेछ यस्तो वन जङ्गल ओर्ने बाटो हेर्नु न क्या 정찬이 팀장 여기 용접 웰빙 소장 우리 이 친구는 사상? 아니요 저는 지부 지부 네. 지부 아줌마만 여기 있다 र फेरि अर्को ठाउँमा आइसक्यो हाम्रो मिसन यहाँ चाहिँ फलिसक्यो रहेछ अङ्गुर ठुल्ठुलो मिसन 84 यहाँ नि ठुलो यो पनि ठुलै रहेछ त यार भयङ्कर ठुलै रहेछ यहाँ त जग्गा फल्यो रहेछ मजाले होइन ठुल्ठुलो फलिसकेको छ हेर्नु त कस्तो फलेछ यहाँ ए सुरु गरिहाल्नु भयो कार्की सर छिटो सकाउने छिटो जाने होइन त ल ल ल गुड छ मिसन त हामीले कम्प्लिट गर्नै पर्छ आज जे होस् मिसन कम्प्लिट गर्यो भने हाम्रो सब पनि एकदम होइन फिलिङ ह्याप्पी हुन्छ नि त उसलाई नि ल ल
गुरुङ सर कस्तो छ हौ आजको झार उखाले चाहिँ? ए कामी बिन्दास भइरहेको यहाँ। ओ झारहरू मार्ने उखेल्ने। अङ्गुरको चाहिँ अझ दरो झार के अरे जुम्रा निकाल्ने भयो नि त। यसो अङ्गुरहरू काटेर पालेको सबै। लामो छ यो नि, अब धेरै लामो छ नि उतासम्म। तेलिम सरकोमा चाहिँ एकदम खतरा झार परेछ हौ। के यो के गाह्रो भइरहेको कि सजिलो भइरहेको यो झार उखाल्नलाई? हो टाइपको चाहिँ एकदम गाह्रो हुँदो रहेछ के, छुट्टिहाल्ने प्रतै नआउँदो रहेछ। गल्यो गल्यो एकदम नराम्रोसँग गल्यो। केटाहरू कता हो? केटाहरू गलेकै हो त? फाइनली गाइज हामीले काम पनि सिध्यायो। अब सौजीले के काम लाउँछ थाहा छैन। काम त 4 बजे भ्याइदियो होइन, 4 बज्यो। झार उखाल्ने काम पनि भ्याइयो, अब झार फाल्न पनि सकियो। एक्सपिरियन्स कस्तो भयो त तपाईँहरूको? दिलीप सर आजको एग्रीको तपाईँहरूको एक्सपिरियन्स कस्तो भयो तपाईँको? ठिकै भयो। ल हामी पनि अब आजको लागि यहाँ काम पनि सकियो। 2 ठाउँमा हामी काम सकाइदियो। त्यो साउ खुसी भएर हामीलाई टिप्स पनि दिइसक्नु भयो। मजाले सोचेभन्दा धेरै दिनुभयो, सोचेभन्दा धेरै दियो होइन? ठिक छ नि त। आजको भिडियो यहीसम्म होला। यसो हेर्दै गर्नु होइन, लाइक सब्सक्राइब गर्न चाहिँ होला। ल केटा हो, आजको काम सक्यो होइन त? ल आजको काम पनि सक्यो। अब मेरो भ्लग पनि यहीसम्म होला सायद। अर्को भिडियोमा भेटौँ ल। धन्यवाद, नमस्कार।